Hello guys, what's up? Welcome to back my new video. I'm going to reaction video चाहिँ चलन ब्रोको हुनेछ त्यसैले पहिले नै भन्दियौं युज द हेडफोन है 18+ हो यो सानसानो बच्चा-बच्ची चाहिँ भिडियो नहेरौँ है चलन दाजुको भिडियो चाहिँ खतरा नै हुनेछ है लेट्स गो चलो भाइ यो देश अब जोगाउनलाई दुर्गा प्रसाद कता हुनुहुन्छ आज भोलि नमस्कार तापुजीसो के खानुहुन्छ रोटी खान्छु अनि प्रधानमन्त्रीज्यू हजुरले चाहिँ के खानुहुन्छ यस्तो नचाहिँदो कुरा गर्न पाइन्छ त्यही त उहाँहरूले खाने भनेको घुस मात्र हो यो सरकार चाहिँ भात रोटी खान्छ घुस खाँदैन पैसा खाँदैन व्याख्यान चाहिँ घुस खाँदैन चोरले कहिले म चोर हुँ भन्छ हेर्नुस् त प्रधानमन्त्रीज्यू राजा आउँछ भन्दैछन् हजुरहरूको काम देखेर कोही पनि जनता खुसी छैनन् के आज अनि जहाजका कुरा गर्दा मलाई धेरैले मजाक उडाए अरूले मजाक उडाए होला तर म चाहिँ पट्याउँछु है हजुरको कुरा त्यसमा पत्याइहाल्नु पर्ने कुनै जरुरी छैन के भयो बोल्नुस् न मैले हाम्रो घरको एउटा तिल्के भन्ने गोरु थियो त्यो सम्झिहाल्नुहुन्छ नि गोरुले बाहिर जोत्ने हजुरले गफ मैले कहिल्यै गलत कुरा झुट कुरा बेइमान कुरा गरेको सुने अनि घर घरमा ग्यासको पाइप र रेल ल्याउने कुरा चाहिँ चुनाव अगाडि घर घरमा रेल ल्याउँछौ भन्थ्यौ कोही त घर घरमा रेल ल्याएर अनि तपाईको घर चाहिँ कता उछिटिन्छ नि अब यहाँ पनि जो काम गर्नु भन्दा बढी जोक बढी गर्छ जनता हँसाउन राम्रो हो तर काम गरेर हँसाउने हो जो खानेर हैन जोकर हो के गर्ने जोकर हामीले सीएम मा यिनीहरुसँग सेन्स अफ ह्युमर पनि छैन हजुरसँग सेन्स अफ ह्युमर छ तर देश बनाउने भिजन छैन भन्छन् नि भन्छन् तर एमालेले काम एकदम राम्रो गरे काम राम्रो गर्यो भन्न नसक्ने एउटा यो काममा चाहिँ राम्रो गरेछ समर्थन गर्दै भनेर मलाई देखाउनु नि केरौं काठमाडौँ पोखरा लुम्बिनी रेलवे हावादारी कुरा गर्नुहुन्छ नेपालमा चाहिँ विकासको कुरा पनि गर्न पाइने विकासको कुरा मात्र गर्ने काम चाहिँ नगर्ने केपी ओलीले कहिले देश डेभलप गर्दैन मुजी ओ साकार दाजु भन्नुस् त काठमाडौँमा पानी पनि झारेको छ राजमार्ग चौडा पनि गरेको छ सुरुङ पनि खनेको छ बाटा सोझा गरेको छ फराकिला गरेको छ रेल कुदाउँछु भनेको छ शिलान्यास गरेको छ रेल किनेर जनकपुरमा ल्याइसक्यो ए हो त यार यस्तो राम्रो काम गर्ने प्रधानमन्त्री पाउनु भनेको हाम्रो भाग्यको कुरा हो केपी ओली भनेको त के हो त मलाई थाहा छ यो देशको असली नेता हो असली तस्कर नेता भन्नुस् न केसी ओली तपाई त नेता भन्नु ओलीजी भनेको महान नेता मुलुक लुट्ने जनता चुस्ने कसरी नेता हुन्छ नेता हो नेता पो अरे दलाल भन्नु दलाल हैन बरु म झोले भन्छु अनि हजुर आफैले म झोले हो भने नेकपा एमालेको झोले हो काठमाडौँ कब्जा गर्न झोले कम भएपछि एमालेले झोले बन्ने अभियान सुरु गर्यो त्यसमा लेखिएको म भन्ने शब्द व्याकरणका दृष्टिकोणले आफैमा गलत छ भनेपछि उहाँहरूलाई देश विकास गर्न मात्र हैन व्याकरण पनि नआउँदो रहेछ पढाइ लेखाइमा ध्यान लगाऊ भन्ने बेला पार्टीको झण्डा उचालेर हिँडेपछि यही हुन्छ हालत ऊ झोले हो या त्यो झोले हो भन्न चाहिँ मिल्थ्यो तर आफूले आफैलाई भन्न चाहिँ म झोले हुनै भन्नुपर्छ म यस देशका जनताको झोले हो म जनताको झोले रे कुन चाहिँ गेडो जनताको झोले हो जनतामा जनता रे हेर्नुस् उहाँको जनताहरू हामी त उम्रिएदेखि एमाले एमालेको झोले हो एमाले हामी त म तिम्रो छोरालाई भनेको भोलि बिहान केपी ओली मर्यो भने फेरि कसको झोले हुने हो त केपी ओली बित्नु भयो भने बाँकी नेताहरूको झोले बन्छ बन्नी हो भने राजाको झोले बन्नी हो किन भन्ने झोले कसैको पनि बन्नु हुँदैन बरु नेपाली बन्ने भन्नुस् न तपाईहरु आजदेखि नेपाली बन्ने कि झोले बन्ने हो भन्नुस् न नेपाली बन्ने नि हैन हात उठाउनु न यहाँ फेरि एमालेका पनि छन् कि क्या हो उनीहरुलाई हात माथि उठाउनुस् न कि हजुर पनि झोले हो झोले भनेर के पाउँछस् मुजी त आइज हामीसँग आइज राजावादी बन तर म झोले हुँ भन्ने ब्यानर सजाएको छैन त्यो ब्यानर सजाउनै पर्दैन क्या हजुरको अनुहारै काटी छ तर म देशभक्त झोले हुँ त्यो झोला बोक्छु जसलाई जननेता कमरेड मदन भण्डारीले हिजो बोक्नु भएको थियो पुष्पलालले बोक्नु भएको थियो हो ती झोलाहरू बोक्ने हो खास तर हजुर त टिकटक लाइभमा जापानका मालादायको झोला बोक्दै बस्नु भएको छ राम्रा कुरा बोक्नु त्यो झोला ओ झोलामा के हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो दुर्गा प्रसादले गुण्डाको नाइकी भन्नुभएको थियो प्रधानमन्त्रीज्यू भन्नुस् त हजुरको झोलामा के छ झोले हुँ भन्दै हिँड्नु निर्लजता हैन के भयो त झोले केपी ओलीज्यूले आफूलाई झोले भन्नु भएको छ नि त्यही झोलेसँग तपाईहरुको सहकार्य छ के भन्नुहुन्छ म झोले बेला पनि बुझ्दै बुझिरहेको झोले भनेको हजुर हो अनि केपी ओलीले हामी नेता भनेको जनताको झोला बोक्ने झोले हो भन्नुभएको छ त झोलेको अर्थ झोला बोक्नु मात्रै होइन अनि अरु के हो त विवेक शून्य हुनु पनि हो झोले भन्नाले कुनै नेताको अन्धभक्त व चम्चागिरी गर्ने समर्थकहरूलाई बुझाउँछ त्यसको जिउँदो उदाहरणहरु यहाँ हेर्नुस् हामी त उम्रिएदेखि एमाले केपी शर्मा ओलीले कुनै सरकारी जग्गा लुटेर खानु भएको छैन उहाँ एकजना महान नेता हो झोलेहरूले आफ्नो स्वार्थका लागि नेताहरूको प्रशंसामा अति नै अगाडि बढ्ने पुण्यदा यो त हजुरलाई नै भने जस्तो लाग्यो त झोले भन्नाले निस्वार्थ रूपमा काम गर्नु भन्दा पनि कसैको कृपामा बाँच्ने चाकरी गरेर आफ्नो स्थान सुरक्षित राख्ने व फाइदा लिने व्यक्तिलाई जनाउने गर्दछ कार्यकर्ता पछौटीहरू उहाँले जे भने पनि ठिक लाग्छ उहाँले त माइक यसरी भणिक्क पार्दियो भने
हजुर राजामा देउरको त्यही त हो नि राजाको गु पनि बसाउँछ हजुरहरूलाई ल म केपीकै हनुमान हो झोले हनुमानमा साला कहिले आउने हो बुद्धि यसको पछाडि कन्डो चाट्दै हिँडेको चाहिँ कहिले आउँछ बुद्धि हनुमान ठीक छ उहाँ राम हो म हनुमान हो त मुद्दा त हनुमान हैन तर को छोरो औकात भएको नेता चुनाव प्रचार गर्ने दाजु हरामी रहेछ यार को खतरा रहेछ चुनाव प्रचार गर्न त माया चिनी खाँदै रहनेको छोरो हेलो हेलो भाइ सुनिनस् कि क्या हो त मैले सुनिरहेको छु के जय नेपाल त कहाँबाट बोलेछ तेरिएमा बोला अहिले कहाँ हुनुहुन्छ भन्छु के यहाँ डडेलधुराबाट गन्यामधुराको छेउैबाट फोन गरेको गन्यामधुराबाट अलिक बढ्तिर यहाँ डडेलधुरा अब के काम विशेष छ सर तपाईँको जिल्लामा आएको बेला यसो सम्झिएको नि अनि त्यता सबै राम्रो छ नि होइन ठिकै छ अब राम्रो छ यतातिर अनि एमालेको त मैले 2000 रुपियाँ दाम दिएको थियो अनि कोटको जेबमा हाले अनि त्यही 2000 रुपियाँ दाम थियो काङ्ग्रेसले दिन्छ भने मैले खाने के यो झोले गालीको शब्द बनाइयो तपाईँ मैले के भन्छु थाहा छ रणको छोरो प्युठानको अपुताली खाए झोले केपी शर्मा ओली देशको झोला बोक्ने मान्छे होइन यो झोले झोला शब्द सुन्दा वाक्य लाग्छ यार अब तपाईहरु झोला वाक्य लाग्छ यार झोला दिनुहुन्छ अब झोलाको मूल्य चाहिँ घट्छ बजार भोलिबाट सर्वेक्षण गर्नुस् विचारको झोला बोकेका छु समृद्धिको झोला बोकेका छु भ्रष्टाचार लेख्या छ झोला काण्डै काण्डको इतिवृत्तान्त लेख्या छ झोलालाई प्रतीक बनाएर कति गीत लेखिया हुन्छन् आँधी खोलामा के ल्याइदिउँ देशको त बेइज्जती हुँदै भयो यो मुझे झोलाको नि बेइज्जती भयो हामी झोले नै चोरले म चोर हो भन्दै यहाँ त झोलेहरूले खुलेआम हामी झोले हौ भन्दैछन् त एमालेका छला कार्यकर्ता सबै झोले हो ए भनेपछि हजुरहरू सबैजना झोला ग्याङ अब त्यो सही पनि एमाले मै पनि एमाले भन्ने गीतलाई हटाएर झोला ग्याङ म्याच भनेर आफ्नो एन्थम बनाउनु पर्यो झोले हुनुमा गर्व छ तर राम्रा कुरा बोकेर हिँड्नमा गर्व एनसेलका काण्ड हाल्ने झोला तेरा मोक्सा पैसा हाल्ने झोला व्हाइट बडीका झोला ललिता निवास जग्गा काण्डका पैसा हाल्ने झोला भिजिट भिसाका पैसा हाल्ने झोला जानी शरणार्थी काण्डका पैसा हाल्ने झोला झोला त्यस्ता भए थ्याङ्क यू फर वाचिङ गाइस है त टेक केयर राम्रोसँग बस्नु